नमस्कार, म जेन्जी मित्र प्रदीप पौडेल। तपाईहरुको माझमा आज पनि यस्तै एउटा विषयवस्तु लिएर आएको छु। मैले दैनिक जस्तो चाहिँ नि हाम्रो गाउँठाउँ भएको सम्भावनाहरू हैन, सम्भावनाहरूभित्रको सम्भावनाहरू र ती सम्भावनाहरूमा हामीहरूले अवसर नपाएको कारणले हामी चुकेको विषयमा चाहिँ नि केही कुराहरू यहाँहरूमाझ साझा गर्ने चाहिँ नि प्रयत्न गरिराखेको छु। र आजको मेरो विषयवस्तु चाहिँ नि पशुपालनसँग सम्बन्धित छ। पशुपालनको क्षेत्रमा चाहिँ नि उदाहरणको लागि चाहिँ नि हामीहरूले बाख्रा पालनलाई नै लिँदाखेरि पनि हाम्रो वास्तविक क्षमता अनुरूपको कामहरू बृहत रूपमा बाख्रा पालनमै पनि भइरहेको छैन। किनभने हामीसँग सम्भावना यस्तो छ कि संसारको 8-10 वटा चाहिँ नि ठुला बाख्रा फर्महरू मध्ये 2-4 वटा बाख्रा फर्महरू हामीहरूले सञ्चालन गर्नको लागि हामीसँग गाउँठाउँमा सम्भावना छ, क्षमता पनि छ। तर त्यस अनुरूप चाहिँ नि त्यस किसिमले काम गर्नको लागि बृहत रूपमा केही पनि भएकै छैन। हैन, हामीले चाहिँ नि त्यस्तो ठुलठुलो फर्महरू सञ्चालन गरेर अब त्यसमा धेरै हैन, अब धेरै परिमाणमा चाहिँ नि बाख्रीको दुधहरू पनि निकाल्न सकिन्छ। त्यसबाट चाहिँ नि श्रृङ्गारको सामग्रीहरू पनि बनाउन सकिन्छ र बजारमा चाहिँ नि 10औं लाखको चाहिँ नि कारोबार दैनिक रूपमा गर्न सकिन्छ। अनि छाला प्रशोधनको युनिटहरू पनि त्यसै मातहतमा चलाउन सकिन्छ त्यही फर्म अन्तर्गत नै। अनि त्यसमा चाहिँ नि त्यो छालाबाट विभिन्न किसिमको बेल्टहरू भयो, ब्यागहरू भयो, अनि चाहिँ नि जुत्ताहरू भयो हैन, विभिन्न सामग्रीहरू बनाउन सकिन्छ। अनि धेरै ठुलो फर्महरू सञ्चालन गर्दाखेरि तपाईको मलहरू पनि दैनिक रूपमा चाहिँ धेरै निस्किन्छन्, रोजगारीको अवसर पनि प्राप्त हुन्छ। तर हामीसँग भएको क्षमता अनुरूपको काम भइरहेकै छैन क्या, र हुने दिशातिर बृहत रूपमा कामको थालनी पनि भएकै छैन। र यस्ता सम्भावनाहरू 10औं हजार सम्भावनाहरू हाम्रो आसपासमा छन् हैन। प्रत्येक दिन एउटा दुईटा सम्भावनाहरूलाई निहाल्ने केलाउने हो भने पनि तपाईको 10,000 दिन लाग्छ सम्भावनाहरूमाथि नै कुरा गर्नको लागि पनि। र यी विषयवस्तुहरूमा चाहिँ नि कुरा गरेर मात्रै पनि हुनेवाला केही छैन। यसमा चाहिँ नि हामीहरूले गर्नको लागि हामी चाहिँ नि आतुर छौँ। युवाहरूको जोस र जाँगर चाहिँ नि यी कामहरूमा पोखिनुपर्छ। विदेश निर्यात नहोस् यो चिज हैन। युवाको जोस जाँगर भनेको विदेश निर्यात हुने चिज होइन। यो चाहिँ नि माल सामान जस्तो भएर विदेश निर्यात भइरहेको छ। यो चाहिँ नि अब तत्काल रोक्न पनि सकिँदैन हैन। यसमा पनि चाहिँ नि लामो समय लाग्छ। तर कामै नहुने हो भने त चाहिँ नि यो क्रम रोकिँदैन क्या। तपाईहरुलाई के लाग्छ यस विषयमा? आफ्नो विचारहरू प्रतिक्रिया जनाउनुहोस्। यहाँहरू सबैजनालाई यतिन्जेलसम्म मेरो कुराहरू धैर्यतापूर्वक हेरिदिनु भएकोमा हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु। मेरो कृतज्ञतालाई स्वीकार गरिदिनु होला। धन्यवाद, नमस्कार, सबैजनाको जय होस्।